मैं बाहर जा रहा भाई. So hello, good morning everyone. After a long time, welcome to my new vlog. And all this त्यस्तो टक्क त्यस्तो एक्सपिरियन्स होइन भर्खर सुरुवात गर्दै गरेको. टक्क के भन्छ अब टपिक चाहिँ लिभिङ इन ओमान. यो चाहिँ टक्क डुकुम हो ओमानको. डुकुमदेखि अलिकति यो ताउस भन्छ त्यसलाई सानो भिलेज छ त्यसको नाम चाहिँ टक्क. सो यो चाहिँ बाहिरको भ्यू. त्यस्तो छ. अब टक्क म चाहिँ बगाएर जाँदैछु. यहाँ टक्क केही सामानहरू ल्याउनु छ खान्छ. कस्तो छ अस्ति महँगो छ यहाँनिर होइन. आज चाहिँ धेरै दिन बस्यो बाहिर घाम हेर्दै बस्थ्यो भयो. बादल टक्क होइन छुट्टी हेर्नु छुट्टी उधर बखाला जा रहा है जाना में तो राम्रो अन्ना केरला 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 आज छुट्टी हेर्नु हो गया मैं जा रहा है. डटक्क बाहिर निक्लेर घाम खाँदै रहेछ क्या. पहिला सुरुमा त मोबाइल गरेर बुढो छु. अहिले त मैले दारू पनि सब छोडेर अब अहिले अब टक्क होइन. आज चाहिँ नयाँ भिडियो आउँदैछ धेरै दिनपछि. च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होइन. गर्छु नगर्ने बाल्दै खोला र फराएर चाहिँ हावा चलिरहेछ. सही भइरहेछ आज. खासै बिहान त्यस्तो गर्मी छैन. हुन्छ है अब खतरा. सो अनि सबैजना टक्क पनि यहाँ आएको पनि 4-5 महिना समथिङ 17-18 महिना लागिसक्यो. अब घर जाने दिन पनि आउँदैछ. अब टक्क नेपालमा अब के कस्तो सुन्छ वहीँ रहेछ थाहा हुन्छ. सबै ड्युटीदेखि आउँदैछ. कति 6:30 ड्युटी गरेर आएर 7:30 7:30 गरेर आएर 7:30 घाम हावा चलिरहेको थियो. साउन्ड राम्रो थिएन. बजारको काट्नु भयो माथि राजको उयो एकदम धन्यवाद छैन. फ्रन्ट क्यामेरादेखि भ्यू देखेको. अब तपाईँ